साथीहरु अहिले चाहिँ म यहाँ ठ्याक्कै ढोलबाजा भन्ने ठाउँमा आइपुगेको छु। एकदम रमाइलो भइरहेछ यहाँनेरको नजारा हेर्नलाई एकदम राम्रो भइरहेछ। साला भुसुनाले डिस्टर्ब गरिरहेछ मलाई। को हो यो? यसरी बाहिर खुला दिशा पिसाब मुक्त क्षेत्रमा पिसाब गर्ने देखिरहेछ हैन। यताबाट एन्टी लाइट परिरहेछ, अलिकति कालो देखिरहेछु म किनकि मान्छे नै कालो हो नि त। क्यामेराले पनि कति चाहिँ निकाल्ला के गोरो, म पनि कालै त हो। गाइस काम गर्दा गर्दै यतिखेर भयो, यो टाइम भयो हैन, बेलुकै नै भयो काम गर्दा गर्दै। अच्छा ठीक है। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा चाहिँ स्वागत छ हजुरहरूलाई मेरो न्यू डे न्यू ब्लगको साथमा। फेरि पनि आइसकेको छु म हजुरहरूको सामुन्ने है, देख्न सक्नुहुन्छ आइसकेको छु न्यू लुक्स न्यू गेटअपमा। अनिस एन्ड ब्लगमा गएर तपाईँहरूले लाइक सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ। हल्का सपोर्ट दिनु होला, माया दिनु होला, साथ सपोर्ट चाहिएको छ हजुरहरूको हैन, त्यही हो। सो आफ्टर लङ टाइम फेरि पनि न्यू ब्लगको साथमा आइसकेको छु। हेरौँ के कस्तो हुन्छ आजको ब्लग हैन, कस्तो मेरो दिनचर्याहरू चाहिँ कसरी बित्नेछ, कसरी के जानेछ आजको मेरो दिनचर्याहरू चाहिँ म हजुरहरूलाई सबै देखाउने छु गाइजहरू हैन। आज चाहिँ खासमा म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अब थाहा छैन हैन, कहाँ जाँदैछु, आजको डे कसरी बित्नेछ, आजको दिन कसरी बित्नेछ त्यो पनि थाहा छैन। सो त्यही हो, जे हुन्छ जे गर्छु म आज त्यही देखाउने छु हजुरहरूलाई, सरसर्ती रूपमा सबै देखाउने नै छु। त्यही हो गाइज, लेट्स सी अबको भ्लग चाहिँ स्टार्ट गर्दैछु यहाँबाट है। लेट्स गो गाइज। खुला दिशा पिसाब मुक्त क्षेत्रमा यसरी पिसाब गर्न पाइँदैन। को हो यो? यसरी बाहिर खुला दिशा पिसाब मुक्त क्षेत्रमा पिसाब गर्ने भन्दा कडा कारबाही गर्नु पर्यो। खुला दिशा पिसाब मुक्त क्षेत्रमा पिसाब गरेर आउने। गाइस फाइनली हामी चाहिँ अहिले ठ्याक्कै देउरालीको सुपाडेको जङ्गलमा आइपुगेको छौँ हैन। यो अवस्थामा छौँ टक्क। यहाँनिर चाहिँ थोरै खाजा खाने व्यवस्था छ, खाजा नास्ता भन्दा पनि पानी, चिसो, भोला, चुरोट। हाम्रो साउजी एकदम राम्रो हुनुहुन्छ यहाँनिर हैन, एकदम बोली नै मिठो क्या। यहाँ पानी गलेर आउनुहुने, पूर्वबाट आउनुहुने, पश्चिमबाट आउनुहुने सबै महानुभावहरूलाई, गाडी यात्रुहरूलाई पानीको पनि व्यवस्था छ। थोरै चुरोट यताउति, अब खानेकुरा त होइन चुरोट भोला, त्यही पनि खाइदिनुहुन्छ होइन, केही छैन। व्यापार बिजनेस गर्नुभएको छ राम्रो तरिकाले, फस्टाउँदै जाओस्। उहाँको 500 देखिको लगानी, कतिको लगानी अरे साउजी? 2000बाट स्टार्ट भएको होइन। कतिको व्यापार बिजनेस चल्दैछ त अहिले? अलिअलि चल्दैछ। ल गर्नुपर्छ होइन। गाइस त्यही हो, अहिले चाहिँ हामी ठ्याक्कै देउराली जङ्गलमा आइपुगेको छौँ। देख्न सक्नुहुनेछ हामी चाहिँ अहिले ठ्याक्कै कोसी चतराको कोठु भन्ने ठाउँमा काममा हिँडेको। गाइस त्यही हो होइन। खुला दिशा पिसाब मुक्त क्षेत्रमा महानुभावीहरू यता हुनुहुन्छ, चाउचा खाँदै हुनुहुन्छ। यो चाहिँ हाम्रै साथी हो होइन, मेरै साथी हो, त्यही पनि केही छैन। आपतलाई हाम्रो लागि त बनेको नि यो जङ्गल पाखा होइन। दिशा गर्ने पिसाब फेर्ने हाम्रै लागि हो। म पनि खान्छु नि अहिले बोला चाहिँ फेरि। ल गाइस सामानहरू यता रेडी छ होइन। टक्क वेब सर्भर इन्टरनेट हामी चाहिँ खासमा कनेक्सन गर्नु हिँडेको। ल उतै पुगेर टक्क भेट गरौँ ल गाइजहरू। अब कोठु पुगेर नि भेटौँ है। सो गाइज अहिले चाहिँ हामी ठ्याक्कै कोसीको चतरा पुलमा छौँ होइन। चतरा पुलमा आइपुगेको छौँ गाइजहरू। हामी चाहिँ यहाँ दुईजना काका पनि आउनु भएको छ, काका म प्रशान्त। अनि टक्क कोसी पुलमा हल्का हावा खानलाई कामको सिलसिलामा आउँदै होइन टक्क कोसी पुलको हावा खान आइपुगेको छौँ गाइजहरू होइन। अब्बर बवाल छ, रमाइलो भइरहेछ किनकि 2-4वटा फोटोसुट पनि खिच्छ होइन। म फोटोहरू चाहिँ हल्का साइडमा राखिदिन्छु, हेर्नु होला। फोटोसुट पनि भयो, भाइ चाहिँ यहाँ पुरा पोज दिइरहेछ होइन। त्यही हो गाइस। सो होइन हामी पनि काममा जानुपर्ने छ, थोरै अलिकति टाइम समय मिलाएर चाहिँ हामी हल्का घुम्नुलाई आएको यहाँनिर। किनभने गर्मी पनि छ नि त, अब एकदमै गर्मी बढिरहेछ। आज धेरै घाम लाग्यो भएर गर्मी पनि छ नि, त्यही भएर शीतल हल्का हावा पनि खाइदिउँ कोसीको के कस्तो हुन्छ भनेर चाहिँ ठ्याक्क हामी यहाँ कोसी पुलमा आएको है गाइजहरू। अब फाइनल्ली अब चाहिँ यहाँबाट हामी धेरै बेर पनि भइसक्यो नि त,
त्यही भएर हामी यहाँबाट निस्किन्छौँ। अघि नै आएको लगभग आधी 1 घन्टा हुन लागिसक्यो। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अनि के हुन्छ पछिको भिडियोहरू चाहिँ हेर्दै गर्नु होला। स्टे ट्युन है, भिडियो आउने नै छ निरन्तर रूपमा। आजको के कस्तो हुन्छ भ्लग हेर्दै गर्नु होला, रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। त्यही हो गाइस। ल अहिलेलाई चाहिँ हामी छुट्यौँ साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै लोकेसनमा आइसकेको छौँ होइन, लोकेसनमा आइसकेको छौँ। अनि थोरै काम छ, यहाँनिर काम हुँदैछ, हामी काम गर्दैछौँ। लोकेसन चाहिँ यस्तो छ। हाम्रो प्रशान्तले चाहिँ काम गर्दैछ, पोलमा भर्याङ लगाएर फाइबर झारेर। अब यहाँ थोरै अलिकति काम छ, त्यो काम सक्छौँ। काम सकिसक्यो। यो डाँडातिर जान्छौँ, यो डाँडामा जान्छौँ अनि देख्न सक्नुहुन्छ भ्यू। यस्तो भ्यू छ हाम्रो यो के अरे चतराको प्याराग्लाइडिङ चाहिँ साथीहरू। यो देखिन्छ कि देखिँदैन होइन, यहाँबाट यो टावरबाट, यो टावर भएको ठाउँबाट चाहिँ फ्लाइ हुन्छ यहाँबाट चाहिँ होइन, यहाँबाट उड्ने हो। सो गाइजहरू अहिले चाहिँ ठ्याक्कै लोकेसनमा आइसकेको छौँ हामी। लोकेसनमा भन्दा पनि थोरै तलतिरै छौँ। अब जानुपर्ने छ माथि अनि त्यहाँनिर इन्टरनेट जोडिदिनु पर्ने छ। गाउँमा 1-2वटा कस्टमर ग्रो गर्नुपर्ने छ होइन, त्यही हो। अब यहाँनिर थोरै काम छ, काम गर्छौँ। काम गरिसके पछाडि चाहिँ अनि फेरि हामी मासतिर लाग्छौँ। गाइजहरू देख्न सक्नुहुन्छ भ्यू दामी छ, बबाल छ। उतापट्टि चाहिँ चतरा छ होइन, ठ्याक्कै त्यहाँ हामी एकछिन यहाँनिर चाहिँ कोसी खोला बगिरहेछ सँगसँगसँगै। यो देखिएको चाहिँ तपाईँलाई, यो देखिएको चाहिँ यो नहरको हो होइन, पानी जान्छ यो चाहिँ उता चतरा आउँदै ठ्याक्कै कोसीबाट। त्यही हो भ्यू परे दामी छ होइन, देख्न सक्नु। यी हाम्रो गाइड चाहिँ यता छ, गाइड बोका हेर्ने हो। बोका 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 चाहिँ यहाँ छ होइन। बोकाबाट झरेर कसम झन्डै बोकाको सामान फुटेको छ। नजिस्कन हौ मुला, तारले नआन न, कस्तो दुख्छ पो त। अनि नजिस्किनु, जिस्किनु परेन त। त्यही हो गाइस होइन। अब चाहिँ हामी जान्छौँ अनि काम गर्छौँ। अहिले चाहिँ अब काम थोरै छ, काम गरिसकेपछि चाहिँ फेरि पनि भेट्ने नै छु साथीहरू। सो अहिले चाहिँ म ठ्याक्कै यो बेलुकाको ढोलबाजा भन्ने ठाउँमा आइपुगेको छु होइन। देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो दामी नजरामा, यस्तो दामी लोकेसनमा आइपुगेँ कि कामको सिलसिलामा म पनि यता फिल्ड भिजिट गर्नलाई आएको है। फिल्ड भिजिट गर्नलाई आउँदाखेरि चाहिँ ठक्कै यो लोकेसनमा ठक्कै आइपुगेँ। जो एकदम राम्रो लाग्यो लोकेसन होइन, धेरै राम्रो छ लोकेसन एकदम। कस्तो भने जुन पनि टाइममा अब हाम्रो चाहिँ अब यो नेटवर्कको कामले गर्दाखेरि जुन पनि टाइममा जहाँ पनि जानुपर्ने हुनसक्छ होइन, जतिखेर पनि हिँड्नुपर्ने अवस्थामा हुनसक्छ। त्यसैको कामकै सिलसिलामा पनि म आज चाहिँ यता यो चतरातिर आएको थिएँ। चतरातिर आउने सिलसिलामा चाहिँ यो ठ्याक्कै यो यतापट्टिको यो साइड यो ढोलबाजा भन्नेतिर पनि अलिकति चतरादेखि यता सोमबारे भन्दा थोरै तलतिरदेखि चाहिँ हामी मासतिरको फिल्ड भिजिट गर्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ म यतापट्टि आएको थिएँ। कामको सिलसिला पनि थियो। तल थोरै तल योभन्दा म बसेँ भन्दा अलिक थोरै तलतिर पनि एउटा काम थियो, एउटा नेट जोडिदिनु पर्ने थियो, वाइफाई लगाइदिनु पर्ने थियो त्यो घरमा होइन। त्यो काम पनि हुँदैछ, उता भाइले गरिरहेछ। मैले लगभग आधी काम सकेर यहाँ फिल्ड भिजिट पनि गर्नलाई आएको होइन। फिल्ड भिजिट गर्दाखेरि चाहिँ यस्तो राम्रो ठाउँमा आइपुगेँ कि होइन। मैले सोचेको पनि थिइनँ यो यति यो माथि चाहिँ चतरादेखि जो मेन हाइवेदेखि चाहिँ यति माथि चाहिँ यो लोकेसन छ अनि यति राम्रो देखिन्छ यहाँबाट चाहिँ तल चतराको भ्यू भनेर मैले देखेको छैन होइन साथीहरू। तपाईँहरूलाई म यो भिडियो पनि तल के कस्तो भ्यू देखिन्छ भनेर पनि म थोरै राखिदिएछु होइन भिडियोमा। भिडियो हेर्दै गर्नु होला होइन। यति रमाइलो भयो कि यहाँ एक्लै हुन चाहिँ म एक्लै नै छु यहाँनिर होइन, किनकि हामी 2जना थियौँ। भाइ तल भइसकेपछि म अभियसली नै माथि एक्लै नै आएको छु होइन। मेरो बाइक पनि यहाँ छ देख्न सक्नुहुन्छ। म तलबाट एक्लै आएँ अनि जस एक्लै आए पनि यति रमाइलो भयो नि होइन। यस्तो भ्यू देख्न पाइरहेको छु क्या यहाँनिर त। चतरा यहाँबाट यहाँदेखि यतापट्टि चतरा पुल छ भने, यो साइडमा चतरा पुल छ भने यो डाँडोले गर्दाखेरि अलिकति देखिएको छैन है, डाँडोले गर्दा देखिएको छैन। यहाँदेखि यता चतरा छ भने यहाँ चाहिँ यता चतराको मेन चोक भनौँ न, चतरा मेन चोक पर्छ। अनि यो कोसीको हावा पनि ठक्कै यो साथीहरू यो देखिँदै गरेको चाहिँ यो ठ्याक्कै नहर हो होइन। मलाई पनि सायद त्यही नहरै हो जस्तो लाग्छ, किनकि यहाँबाट नहर उता चलेको छ, नहरै हो जस्तो लाग्छ होइन मेबी। अनि यस्तो राम्रो हावा आउँदैछ कि होइन, यति राम्रो हावा आइरहेछ यो ठाउँबाट।
यो जे कोसीकै हावा खान पायो। यतिको ठाउँमा यहाँ बसेर पनि कोसीको हावा मजाले लिन पायो। धेरै भए थियो यतातिर नआएको होइन। यो ठाउँमा बसेर एकदम रमाइलो भयो, एकदम रमाइलो भइरहेछ क्या मलाई चाहिँ। किनभने मस्त बसेर हावा खान पाइरहेछ एकछिन भए पनि। जे होस् रमाइलो भएर साथीहरू। ल यही हो होइन, थोरै भिडियो यहाँको के कस्तो भ्यू छ म तपाईँहरूलाई थोरै भिडियो राखिदिनेछु। ल साथीहरू हेर्दै गर्नु होला, स्टे ट्युन। अझै राम्रो राम्रो भिडियोहरू बनाउने नै छु। अब सोचिरहेको छु अब कस्तो भने डेली भाइ भ्लगिङ गरौँ कि भन्ने सोच्छु होइन। अलिकति टाइमिङ पनि मिल्दैन हाम्रो, त्यही भएर पनि अलिकति मैले टाइमिङ मिलाउन सकिरहेको छैन। मेरो टाइमिङ मिले त मेरो समयमा तपाईँहरूलाई हजुरहरूलाई डेली भ्लग नै हाल्ने कोसिस गर्ने थिएँ होइन। म सोचिरहेको छु अब जस्तो हुन्छ टाइम मिलाएर भए पनि डेली भ्लग गर्ने सोचिरहेको छु है। होप के हुन्छ अब सकेसम्म प्रयास गर्नेछु। त्यही हो साथीहरू होइन, भिडियो हेर्दै गर्नु होला। अहिलेलाई चाहिँ म यहाँबाट छुट्छु किनकि म धेरै बेर भइसक्यो यहाँ बसेको। अहिलेलाई छुटेँ होइन, भ्लग हेर्दै गर्नु होला है त गाइज। गाइज काम गर्दा गर्दै यतिखेर भयो, यो टाइम भयो होइन, बेलुकै नै भयो। काम गर्दा गर्दै कोसीबाट फर्किँदैछौँ होइन। काम गर्दा गर्दै यो टाइम भयो, रात परिसक्यो, पुरै रात परिसक्यो। हाम्रो ड्राइभिङमा पुरै अशान्ति दिइरहेको छ। अहिले लगभग रातिको 8 बज्यो होइन। काम गर्दा गर्दै फिल्डमा कहिले काहीँ यस्तै हुन्छ होइन, अलिकति थोरै टाइमको भ्यालु हुँदैन बेलुका भएपछि चाहिँ। त्यही हो गाइज, स्टे ट्युन है। अहिले चाहिँ हामी एकदम जाँदैछौँ बेलटार। अब रुम पुगेपछि मात्रै भिडियो इन्ड हुनेछ आजको है गाइज। अगाडिको देख्न सक्नुहुन्छ भ्यू, अँध्यारो छ यस्तो भइरहेछ है। अहिले ठ्याक्कै हामी सिसुवा खोला पुल आइपुगेको छौँ। अब यहाँबाट हामीलाई लगभग 20 देखि 25 मिनटसम्म लाग्छ किनकि बेलुकाको टाइम हो। हामी ड्राइभ पनि बिस्तारै गर्छौँ। अब एकैचोटि हामी बेलटार पुगेपछि भेट्नेछौँ है। फाइनली रुम आइसक्यो। रुम आएर चाहिँ फ्रेस भएर अहिले चाहिँ म बसिरहेको छु होइन। अनि खास भन्नुपर्दा त आजको भ्लग हजुरहरूलाई के कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। अन्तिमसम्म भिडियो हेर्नु होला, स्किप नगरिकन भिडियोलाई कन्टिन्यू हेर्नु होला। किनकि हजुरहरूकै लागि हो मैले यो भ्लग बनाएको होइन। हजुरहरूलाई इन्टरटेनमेन्ट दिउँ भनेर भ्लग बनाएको। खासै कन्टेन्टहरू अलिक त्यस्तो इनर्जीवाला त छैन, जस्तो भए पनि हजुरहरूलाई देखाउने प्रयास गरेको छु है गाइज। त्यही हो, इन्जोय लिनु होला। होप त्यही भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहेँ मैले। फेरि अर्को भिडियोमा भेटौँला, नेक्स्ट भिडियोमा है। बाई बाई।